हेलो साथीहरू, सबैलाई नमस्ते। हेर्नुहोस् न, काठमाडौँमा त कत्रो ठुलो पानी पर्न लागेको छ है। यहाँ असिना पानी आइसक्यो है। यो दिउँसो 2 बजेतिर हो। असिना पनि पर्दैछ होइन। कत्रो ठुलो पानी पर्ने रहेछ। 2-4 दिन उग्रेको थियो, अलिक घाम लाग्ला जस्तो भएको थियो, फेरि पानी पर्न थाल्यो। काठमाडौँको मौसम त यस्तै छ, खालि कहिले नउग्रिने भयो। घाम पनि 2-3 दिन लाग्छ, त्यसपछि आज झन् ठुलो पानी पर्ला जस्तो छ। के गर्नु, यहाँको मौसम देखेर छक्क पर्न थालिसक्यो हामी त। तपाईँहरूकोतिर कस्तो छ मौसम? अलिअलि उज्यालो छ, यतातिर पानी आइरहेछ। अनि हेर्नु न, यता यस्तो अँध्यारो भएको छ है। यस्तो अँध्यारो भएर पानी पर्नै आँटिसक्यो। कत्रो ठुलो पानी पर्ने हो थाहा भएन, तर कस्तो दिउँसै अँध्यारो भएको छ। मौसम पनि कस्तो डेन्जर। के गर्नु, कहिल्यै घाम पनि लागेन। तपाईँहरूकोतिर मौसम कस्तो छ भन्नु होला है साथीहरू। यतातिर त यस्तै छ। कत्रो पानी आउन आँट्यो है।